फाइनली गाइज अब हाम्रो यहाँ गेट बनिसकेको छ। अब बिहाको तयारी रहेछ र पछाडि पुरा बनिसकेको छ हाम्रो गेट। पतंग बाँध्दैछ है, मेहनती छ पुरा केटा, लास्टै मेहनती मान्छे हो। हाम्रो रेडी भइरहेको छ सबै सामानहरू। अब बिहा आउन मात्र बाँकी छ है। पुरा हाम्रो पहाडको बिहा। अब विवाहको घर चाहिँ यही हो, हाम्रो रेडी हुँदैछ बिस्तारै। अनि यता दुनाहरू यहाँ सालका पातका टपरीहरू बन्दैछन्। अनि हाम्रो गेट चाहिँ ऊ त्यहाँनिर हामीले बनाइसकेका छौँ। अब बाँकी हाम्रो काम हुँदैछ, यहाँ पुरा रेडी हुँदैछ। अनि यो चाहिँ एकदमै कामचोर र व्यक्ति हो। हाम्रो पतंगा चाहिँ यो हो, बनाउँदैछौँ हामीले। जाको गाला चाहिँ यसो मौरीले टोकेर ठुलो भाका। कलर छ गाइस। तीन मिनट को भइगयो। गाइस फाइनली हाम्रो यहाँ भोजन सुरु भइरहेको बिहाको। नुन मात्र रहेछ कि यार, केटाहरू खतरा बन्नी गर्दा यार। तल पनि छ भन्छ, माथि पनि छ, सब केटाहरू टन्नै छ नि। गाइस अब हाम्रो बिहा आइसकेको छ।